भन्दा भन्दै घुसपेटीहरू छिरेर आन्दोलन बिगारेका थिए। त्यसले गर्दा यत्रो कुराहरू यत्रो भौतिक पूर्वाधारहरूको नाश भयो, यत्रो मानवीय क्षति भयो। आजको दिनमा हामीले जुन चाहिँ रिकभर गर्नै सक्दैनौँ। सबैलाई नमस्कार। पहिलो कुरा चाहिँ मिडियाको सबैजना जो अब मिडियाको जो हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू जो आउनु भएको छ उहाँलाई धन्यवाद। सो पहिलो मेरो आग्रह चाहिँ के हुनेवाला छ भने जसले पनि यो समाचार सम्प्रेषण गरिदिनुहुन्छ सही ढङ्गले सही तरिकाले गरिदिनु होला, किनकि हामी कहिले पनि राजनीतिमा नफसेको मान्छे, हामीलाई राजनीतिमा पस्नु पनि छैन। आजको दिनमा हजुरले केही कुरा सम्प्रेषण गर्दा चाहिँ त्यो अलिकति राजनीतिक ढङ्गले चाहिँ धेरै सम्प्रेषण भएको हामीले देखेका छौँ। त्यो हिसाबले चाहिँ अहिले हामीले एड्रेस गर्न लागेको मूल विषय भनेको चाहिँ के हो भने जाहेरीको पनि तपाईँहरूसँग प्रश्न होला, तर त्यो प्रश्नको उत्तर हाम्रो मृतक परिवारहरू जो हुनुहुन्छ यो चाहिँ हाम्रो विषय भन्दा नि उहाँहरूको विषय हो। उहाँहरूलाई ल्याएर हजुरको सामु पस्किदिने हाम्रो जिम्मा होला। सायद हामी त्यो भूमिका निर्वाह गर्नेछौँ। हामीले अहिले एड्रेस गर्न लागेको कुरा के हो भने सबैजनालाई प्रश्न के छ, सबैले अक्टोबर 8 र अक्टोबर 9 को प्रश्न सोधिरहनु भएको छ। अक्टोबर 8 र अक्टोबर 9 मा हामीले कुनै पनि तरिकाले बाटोमा उत्रेर कार्यक्रम गर्ने, कुनै पनि आन्दोलन गर्ने भन्ने कुनै पनि हाम्रो कुनै पनि प्लान वा कुनै पनि योजना छैन। पहिलो कुरा हाम्रो देशलाई रक्तपात पुगिसकेको छ। हामीलाई चाहिँदै नचाहिएको रक्तपात यो हिजोको दिनको सरकारले दमन गरेर दियो। आजको दिनमा हामी यो रक्तपात फेरि कुनै हिसाबले सुरु गर्न चाहदैनौँ। यो घरमा बसिरहनु भएको सबै हाम्रो पार्टीगत हिसाबले जो बसिरहनु भएको छ उहाँहरूलाई एउटा आग्रह देशमा कति दशकपछि, कति 30-40 वर्षपछि बल्ल सबैजना नेपाली एउटा झन्डा मुनि बस्न पाएको छन्। त्यो भने नेपालको झन्डा हो। नेपालको झन्डा मुनि हामी सबैजना साझा हिसाबले बाँच्न पाएको छौँ। आजको दिनमा कुनै पनि पार्टीको झन्डा छैन, मात्र एउटा झन्डा छ, त्यो भने नेपालको झन्डा। केही समयको लागि जबसम्म देशमा शान्ति सुरक्षा कायम हुँदैन, जबसम्म देशको भविष्य सुनिश्चित हुँदैन, जबसम्म देशमा सुशासन हुँदैन, तबसम्म तपाईँहरू दुई हात जोडेर विनम्र अनुरोध गर्छु कि घरमा आनन्दले बस्दिनुहोस्, कानुनलाई सरकारलाई आफ्नो हिसाबले काम गर्न दिनुहोस्। आजको दिनमा उग्र बनाएर जनतालाई फेरि भिडाउने, हिजोको दिनमा हजुरकै कारण सायद नेपालीसँग भिडिरहेथे, आजको दिनमा फेरि नेपालीसँग भिड्न हुँदैन। हामीलाई कुनै पनि प्रकारको रक्तपात चाहिएको छैन। हजुरले फेरि कुनै पनि प्रकारको रक्तपात दिन खोज्नुहुन्छ भने हजुरहरू देशद्रोही हो। आजको दिनमा पनि हजुरले जनतालाई भड्काउने कुनै पनि अभिव्यक्ति पस्किरहनु भएको छ घरमा बसेर या कतै बसेर कुनै सोसियल मिडियाको माध्यमबाट या कुनै माध्यमबाट दिइरहनु भएको छ भने तपाईँहरू देशद्रोही हो। अब यो देशद्रोही हो भन्ने शब्द मात्र काटेर पनि मिडियाकर्मीहरूले नहालिदिनु होला है। मैले यसलाई पूर्ण रूपले के भनेको छु भने आजको दिनमा यो सरकारलाई र यो कानुनलाई, यो न्यायपालिकालाई, प्रहरी प्रशासनलाई, सबै सरकारी निकायहरूलाई सघाइदिनु होला। हामीलाई कुनै पनि रक्तपात चाहिएको छैन। जुन भोलिको र पर्सिको जुन भ्रम फैलिरहेको छ, यो भ्रम फैलिने एउटा एकदमै गलत या सही समय भनौँ, सबैले भ्रमको खेती मात्र गरिरहेछन्। हाम्रो भोलि या पर्सि कुनै पनि प्रकारको प्रदर्शन छैन। हामीले कुनै हिसाबले केही कुरा चित्त बुझेन, हामीलाई मतभेद भयो, कुनै कुरा चाहिँ दर्शाउनु छ भने हामी घरमा बसेर, घरको कोठामा बसेर सोसियल मिडिया मार्फत गर्छौँ होला। हामीले सोसियल मिडिया मार्फत चाहिँ केही कुरा सम्प्रेषण गर्न खोज्छौँ होला, केही चित्त नबुझेको कुरा घरबाट बोल्छौँ होला, हाम्रो आवाज सोसियल मिडियामा उठाउँछौँ होला। हिजोको दिनमा यही सोसियल मिडिया बन्द गर्दा यत्रो ठुलो रक्तपात भयो, यत्रो ठुलो आन्दोलन भयो, चर्कियो, देशको माहौल चर्कियो। आजको दिनमा त्यो सोसियल मिडिया घरमै बसेर पनि हामीले प्रयोग गर्न मिल्छ र त्यो सामाजिक सञ्जालबाट हामीलाई जे कुरा पनि चित्त बुझ्दैन हामी त्यहाँबाट पस्किन्छौँ। भोलि र पर्सि कुनै पनि प्रकारको आन्दोलन छैन र सबैजना कसैले भड्काउन खोज्छ, कसैले उक्साउन खोज्छ, कसैले तपाईँहरूलाई बाटोमा ल्याउन खोज्छ भने होसियार हुनुहोस्, कसैको भरमा नभड्किनुहोस्। हामी नेपाली हो, हामी संयमित हुनुपर्छ। हामी नेपाली र नेपालीलाई कसैले जुदाउन खोज्छ भने त्यो देशद्रोही हो। ती देशद्रोहीहरूबाट हामी सबैजना बचेर सजग भएर बस्नु छ। तपाईले जारी दिएको दर्ता किन भएन? हैन, दर्ता नभएको भने यो आधिकारिकता हामीले दिने, हामी कुनै अधिकारी हैनौँ नि त। हामी सरकारी दर्ता होइन, दर्ता भएन भन्ने नै छैन। हजुरहरू कुरेर बस्नुहोस्। मृतक परिवारहरू जो हुनुहुन्छ उहाँहरूले आएर हजुरलाई एड्रेस गर्नुहुन्छ होला। उहाँहरूले एड्रेस गरेर उहाँले यो कुरा पस्किदिनुहुन्छ। यसको लागि थोरै कुरिदिनुहोस्। सुदनजी आफै आउनु भएको थियो, उहाँले कुराकानी गर्नु भएको छैन, आउनु भएको छैन। उहाँले कुनै पनि प्रकारको कुराकानी गर्नु भएको छैन। सुदन दा यसमा इन्भल्भ पनि हुनुहुन्न। हामी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपले हामी पनि इन्भल्भ छैनौँ। हामीले मृतक परिवारहरूलाई, घाइतेहरू जो हुनुहुन्छ उहाँहरूको सम्म उहाँलाई गाह्रो अप्ठ्यारो पर्यो भने हामीले उहाँलाई त्यो परिस्थितिलाई
हामीले त्यो भूमिका निर्वाह गर्छौँ होला। तर त्योभन्दा माथि बढेर हामी कुनै पनि प्रकारको मृतक परिवारलाई हाम्रो भूमिका भने सहजीकरण गर्ने हो। त्यो बाहेक उहाँलाई रिप्रेजेन्ट गरेर अगाडि बढ्न त मिल्दैन नि। हामी देशको समस्यालाई एड्रेस गर्नको लागि, देशको समस्याहरूलाई अगाडि ल्याउनको लागि प्रतिनिधि गरेर अगाडि आउन मिल्छ होला, तर मृतक परिवारलाई प्रतिनिधि गरेर अगाडि बढ्नको लागि त हामीसँग कुनै राइट्स छैन नि त। त्यो हाम्रो कर्तव्य होइन है। यस्तो छ अहिलेको गभर्नमेन्टले चाहिँ जुन तरिकाले काम गरिरहनु भएको छ होइन, सरकारले जुन तरिकाले चाहिँ अगाडि आफ्नो कामहरू निर्वाह गरिरहनु भएको छ, एकदम राम्रो तरिकाले उहाँहरूले चाहिँ अहिले सबै कुराहरूलाई एड्रेस गरिरहनु भएको छ। र हाम्रो अहिले दायित्व के हो भन्दाखेरि अहिले जुन यो इन्टरिम गभर्नमेन्ट फर्म भएको छ, यो उहाँहरूलाई चाहिँ हामीले कसरी सपोर्ट गर्न सक्छौँ जेएनजीको माध्यम होइन, हाम्रो थ्रु कसरी उहाँहरूलाई सपोर्ट गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी त्यहाँ हुन जरुरी छ। त्यसैले यो अहिलेको गभर्नमेन्टलाई हामीले सपोर्ट गर्नुपर्छ सबैजनाले मिलेर होइन, र यो गभर्नमेन्टले गरिरहेको कामहरूलाई हामीले प्रोत्साहन पनि गर्नुपर्छ। र अब आउने दिनहरूमा यस्तो यो नचाहिने आन्दोलनहरूमा हामी इन्भल्भ हुनु भनेको यो भोलिको दिनमा जसले पनि रचेको हुन्छ अहिले धेरै कुराहरू भइरहेको छ, यो कुराहरूलाई हामीले ध्यान दिनुपर्छ र अलिकति सतर्क भएर अगाडि बढ्नुपर्छ भन्ने हाम्रो धारणा छ। अब भोलिको दिनमा अझै पनि हाम्रो यो आन्दोलन सकेको छैन भन्ने कुरा चाहिँ जानकारी गराउन चाहन्छु, किनकि हामीले पाउनुपर्ने न्यायहरू, दिलाउनु पर्ने न्यायहरू सायद अझै पनि बाँकी छ होला र त्यसमा हामी दिनरात काम गरिरहेको छौँ र हामी काममै फोकस छौँ। खासै यस्तो यो मिडियाबाजी गरेर अलिकति त्यो बोलेर त्यो जे पाइने कुराहरू चाहिँ एड्रेस गर्नुभन्दा पनि बरु अहिले हामीले काम गर्ने समय छ, कामलाई एड्रेस गरौँ र जसले न्याय पाउनु भएको छैन अथवा हाम्रो यो मूल उद्देश्य प्रोटेस्टको के थियो त्यसमा चाहिँ हामी लागि परिरहेका छौँ। त्यसमा हामी एभ्रिडे नै हुनेछौँ, दिनरातै हामी खटिरहेका छौँ र त्यो कुरा नहुन्जेलसम्म हाम्रो यो आन्दोलन रोकेको छैन र रोकिँदैन पनि भन्ने कुराहरू चाहिँ सबैमा जानकारी गराउन चाहे। धन्यवाद। डे वानदेखिको हाम्रो माग के थियो भने हाम्रो यो आन्दोलन भने अर्थपूर्ण र शान्तिपूर्ण हुनुपर्छ। सो भोलिको दिनमा पनि कुनै हिसाबले आन्दोलन फेरि चर्कियो भने त्यो पहिलो कुरा शान्तिपूर्ण हुन्छ, त्यसपछि अर्थपूर्ण हुन्छ र त्यो ढङ्गपूर्ण हुन्छ। ढङ्गपूर्ण तरिकाले चाहिँ आन्दोलन अगाडि बढ्छ। त्यो भने बाटोमा आएर विद्रोह गर्नुपर्ने भन्ने हुँदैन। हामीले हिजोको दिनमा पनि शान्तिपूर्ण तरिकाले अगाडि बढ्नुपर्छ भन्दा भन्दै घुसपेटीहरू छिरेर आन्दोलन बिगारेका थिए। त्यसले गर्दा यत्रो कुराहरू, यत्रो भौतिक पूर्वाधारहरूको नाश भयो, यत्रो मानवीय क्षति भयो। आजको दिनमा हामीले जुन चाहिँ रिकभर गर्नै सक्दैनौँ। त्यसकारण चाहिँ अब हामी सबैजना नेपाली एकअर्कासँग सजग हौँ। कसैले भड्काउन खोज्छौँ भने नभड्क्यौँ। कसैले केही कुरा भन्छ, कसैले भ्रमको खेती गरिरहेछ, फोनमा केही कुरा न्युज आयो भने त्यो कुरालाई नपत्ताउँ, भेरिफाई गर्नुहोस्। भेरिफाई गरेर त्यो सत्य तथ्य पत्ता लगाउनुहोस् अनि बल्ल त्यसमा आफ्नो त्यो पछि तपाईँले के सोच्नुहुन्छ त्यसको बारेमा त्यो पछि बल्ल चाहिँ सोच्न थाल्नुहोस्। तर भ्रमको भरमा कसैले केही सोसियल मिडियामा देखा भरमा टिकटक या कुनै पनि सामाजिक सञ्जालमा स्क्रोल गर्दै कुनै भ्रमको खेती भइरहेको छ भने त्यसलाई प्लिज नपत्याइदिनु होला। नमस्कार, जय नेपाल।